नमस्कार साथीहरू, म तपाईको चिर परिचित मित्र। तपाईलाई स्वास्थ्य सम्बन्धी जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भइसकेको छु। यदि तपाईले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने स्वास्थ्य सम्बन्धी जानकारीका लागि आजै सब्स्क्राइब बटन थिचेर छेउको बेल अर्थात् घण्टी चिन्ह थिच्नुहोस्। के तपाईलाई छिनछिनमा पिसाब लाग्छ? यसो हुनु आफैमा रोग होइन, तर पनि यस्तो हुनु धेरै प्रकारको रोगको लक्षण भने हुन सक्छ। त्यसैले बेलैमा सचेत रहनुहोस्। सामान्यतया एक स्वस्थ व्यक्तिले दिनमा 4 देखि 6 पटकसम्म पिसाब फेर्ने गर्छन्, तर 24 घण्टामा 6-7 पटक भन्दा बढी पिसाब लाग्छ भने सचेत हुनु जरुरी छ। पटक पटक पिसाब लाग्नुका अनेक कारण हुन सक्छन्। जानौ पिसाब साबिकको भन्दा बढी किन हुन्छ त? कारण के हो? ब्लाडर र मृगौलामा पत्थरी पर्दा सामान्य भन्दा बढी पिसाब लाग्छ। पुरुषमा प्रोस्टेट ग्रन्थि बढ्दा समेत छिनछिनो पिसाब लाग्ने समस्या देखिन सक्छ। मृगौला पिसाब थैली पिसाब नलीमा संक्रमण भएको अवस्थामा समेत पटक पटक पिसाब लाग्ने हुन्छ। यस्तै क्षयरोग र पिसाब नलीको क्षयरोग भएका व्यक्तिमा समेत छिटो छिटो पिसाब लाग्ने समस्या देखिन सक्छ। वृद्ध अवस्थाका व्यक्तिमा पिसाब थैलीको क्यान्सरको पहिलो लक्षण स्वरूप पिसाब लाग्ने समस्या देखिन्छ। पिसाब थैलीमा ट्युमर भएमा यस्तो समस्या देखिन्छ। त्यसो त कहिलेकाहीँ नसा सम्बन्धी रोग लाग्दा समेत पिसाब थैलीमा समेत असर पुग्न जान्छ। फलस्वरूप पिसाब धेरै आउँछ। ढाड्न चोटपटक र समस्या हुँदा समेत छिटो छिटो पिसाब आउने गर्छ। यस्तै अर्को समस्या भनेको पोलियुरिया भएका व्यक्तिलाई छिटो छिटो पिसाब आउने समस्या हुन्छ। पोलियुरिया समस्या विशेष गरी मधुमेहको पहिलो लक्षण हो। त्यसो त गर्भवती महिलामा पनि छिनछिनो पिसाब लाग्ने समस्या देखिन्छ, तर यो पछि आफै हराएर जान्छ। यस्तै महिलामा महिनावरी बन्द भएमा वा बन्द हुने समयमा भित्री भागमा संक्रमण हुँदा पनि छिनछिनो पिसाब लाग्ने समस्या देखिन्छ। यदि तपाईलाई छिनछिनो पिसाब लाग्ने समस्या देखिएको छ भने नजिकको स्वास्थ्य संस्थामा गएर सम्बन्धित डाक्टरलाई देखाइहाल्नुहोस्। रोग लागेर पस्ताउनुभन्दा सुरुको अवस्थामा रोग पत्ता लगाउन सके निकै ठूलो रोग लाग्ने सम्भावनाबाट बच्न सकिन्छ। यस्तै रमाइला र रोचक स्वास्थ्य जानकारीका लागि यस स्वास्थ्य जानकारी च्यानल सब्स्क्राइब गरेर छेउको बेल अर्थात् घण्टी चिन्ह थिच्न नभुल्नुहोला। धन्यवाद।